पहिला थाहा थिएन अङ्कलको बारेमा। ठिक छ। अङ्कलको गीत हामीले जहिले पनि गाइरहेको घरमा, अनि कसले गाएको होला भन्ने हुन्थ्यो कि अङ्कल। अनि तपाईँलाई यसरी भेट्दाखेरि चाहिँ अब तिमीहरूको यत्रो साथ सपोर्ट छ नि त, अब अङ्कल एकदम अब अझै नयाँ नयाँ गीतहरू निकाल्छ चाँडै जाति भएर। जिउँदै मर्ने यो अभागी देखेर, जिउँदै मर्ने यो डोना देखेर। सबैलाई भन्छु श्रीमतीको कुराहरू सुन्नुपर्छ। उहाँलाई कति राम्रो श्रीमती पाउनु भएको छ, असल छोराहरू पाउनु भएको छ। यो भिडियोतर्फ चाहिँ हजुरलाई पनि यो बिन्ती छ मेरो, डोनाको बाबालाई है विशेष चाहिँ। 30 लाख 20 लाख 1 करोड त्यस्तो भन्छ होइन। हजुर अब त्यो हामीलाई त खास त आइडिया छैन होइन, त्यति नपरोस् होइन। हामीसँग त्यति क्षमता पनि छैन, हाम्रो क्षमताले त यो भ्याउने कुरा होइन होइन। आन्टी चाहिँ भनेपछि सिक्किमको चेली, सिक्किमको हजुर गान्तोक गान्तोक है। बुढेसकालको माया त यस्तो हुन्छ भन्ने चाहिँ ज्वलन्त उदाहरण अङ्कल आन्टीलाई पनि देखेँ, मेरो बाबामालाई पनि देख्छु। अब जति जाड खाने भए पनि, जति दुःख दिने भए पनि हेर्नु बुढा भने बुढै हुँदो रहेछ कि। विदेशाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो। अङ्कल आन्टी ल बाबाई ल, सिउ सुन ल, हस् टेक केयर है ल।